दुर्गा परसाई विवादको केन्द्र कि परिवर्तनको मसिहा, नेता कि व्यवसायी, अभियन्ता वा राजनीतिक गेम चेन्जर। आज हामी यिनै बहुरूपी छन्दवेशी व्यक्तिको बारेमा कुरा गर्छौँ। 20को दशकको अन्त्यतिर पूर्वी नेपालको एक सामान्य गाउँ, सामान्य परिवेश र एकदमै साधारण जीवनशैली। यही सामान्यताभित्र एक दिन जन्मिन्छ देश हल्लाउने पात्र दुर्गा परसाई। एक नाम जससँग व्यवसायको जोखिम, राजनीतिक झण्डा र फन्डा, आन्दोलनको हुङ्कार र विवाद, गिरफ्तारीको छाया सबै जोडिन्छन्। सामान्यताबाट माथि असामान्य सपनाहरू बोकेर हिँडेका दुर्गा परसाई। उनको बाल्यकाल सामान्य रह्यो। मध्यम परिवार, न्यून संसाधन, पढाइ, खेतीबारी, घर, उनी सबैतिर दौडिन्थे र भ्याउँथे। स्कुलको कक्षाले सिकाउन नसकेका पाठ जीवनको एक एक चोट र एक एक सङ्घर्षबाट सिके र यही सङ्घर्षको दिनहरूमा उनको एउटा बानी जन्मियो। सजिलो बाटो त्यो अरूका लागि, म कठिन बाटो रोज्छु किनकि कठिन बाटोले नै असल चरित्र बनाउँछ। यही विश्वास र यही अडानले उनीलाई व्यवसायमा उठायो, राजनीतिमा भिडायो र प्रतिरोधमा कसैको अगाडि झुक्न दिएन। दुर्गा परसाई सामान्य माटोबाट बनेको असाधारण, जिद्दी, ज्याद्रु, अँध्यारोबाट उठेर प्रकाशतिर लम्किएको एउटा नाम। युवा अवस्थामा परसाईले कुनै स्थिर बाटो रोजेनन्। निर्माण, व्यापार, ठेक्का, काम, घुम्ती लगानी, उनीले जहाँ अवसर देखे हात हालिदिन्थे। बिर्तामोड, विराटनगर, काँकडभिट्टा, पूर्वी करिडोरकै अर्थतन्त्रमा उनको उपस्थिति बिस्तारै विस्तार हुँदै गयो। तर वास्तविक मोड तब आयो जब उनले स्वास्थ्य क्षेत्रमा लगानी गर्ने निर्णय गरे। बीएनसी मेडिकल कलेज, टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर बिर्तामोड, पूर्वाञ्चलमै निजी क्षेत्रको ठुलो लगानी। अस्पताल, क्यान्सर अस्पताल, मेडिकल कलेज सबै एकै समूह अन्तर्गत। रेडियोथेरापी, किमोथेरापी, क्यान्सर शल्यक्रिया पहिलो पटक झापा पूर्वी नेपालमै उपलब्ध हुन थाल्यो। तर यति ठुलो लगानीपछि पनि बीएनसी मेडिकल कलेजले वर्षौं अफिलिएसन पाएन। दुर्गा परसाईमाथि मापदण्ड अपुग, भवन निरीक्षण त्रुटि र सिट सङ्ख्या विवाद जस्ता आरोपहरू लगातार उठाइए। तर परसाईले भने यो राजनीतिक प्रतिशोध, नियामकको दुरुपयोग हो भनिरहे। यो कलेज काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन पाउन वर्षौंसम्म राजनीतिक प्रशासनिक रस्साकस्सीमा अड्किरह्यो। अन्ततः 25 मार्च 2024मा सर्वोच्च अदालतले मेडिकल कलेजलाई सम्बन्धन दिन बाधा निम्ताउने कुनै आधार छैन भनेर फैसला सुनाइदियो अनि मेडिकल काउन्सिल र केयुलाई निर्देशन दियो। त्यो फैसला परसाईका लागि एउटा ठूलो विजय मध्ये एक रह्यो। व्यावसायिक सङ्घर्षले परसाईलाई राजनीतिक सत्ता व्यवस्थाप्रति निरन्तर संशय बनाउँदै लग्यो। सुरुमा उनी माओवादी केन्द्र नजिक थिए, त्यसपछि नेकपा एमालेमा केन्द्रीय तहकै भूमिकासम्म पुगे उनी। तर पार्टी नियम उल्लङ्घन, सार्वजनिक भाषण र नेतृत्वमाथिका कटु टिप्पणीपछि 25 फेब्रुअरी 2023मा एमालेले उनलाई पार्टीबाट निष्कासित गर्छ। यही क्षण परसाईको राजनीतिक विचारमा मूल विचलन आउँछ। उनी अब वामपन्थी धाराबाट सांस्कृतिक पहिचान, राष्ट्रियता, संविधान पुनरावलोकन, सङ्घीयता विरुद्ध बहस, राजतन्त्र पुनर्स्थापनातर्फ मोडिन्छ। सडक आन्दोलन, खुल्ला सम्बोधन, कहिले जनसभामा कठोर भाषा, कहिले सत्तामा बसेकाहरूप्रति सिधा आरोप, परसाई एकैचोटि लोकप्रिय र विवादित दुवै बने। 2018को जुलाईको पहिलो हप्ता एउटा फोटो देशभर भाइरल हुन्छ जसले दुर्गा परसाईलाई एकै झड्कामा राष्ट्रिय राजनीतिक मानचित्रमा पुर्याइदिन्छ। फोटोमा को थिए? फोटोमा परसाई, त्यति बेलाका प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड एउटै टेबलमा बसेर मार्सी भात खाँदै थिए। यो फोटो बीएनसी हस्पिटलमा खिचिएको थियो, तर यसले देशभर एउटै सन्देश दियो। परसाईको एक्सेस कतिको बलियो छ। त्यसपछि उनको नाम व्यवसायी भन्दा बढी पावर ब्रोकरको जस्तो सुनिन थाल्यो। चैत 15 2081 साल काठमाडौँको तीनकुनेमा परसाईको समूहद्वारा आह्वान गरिएको ठुलो भेला थियो। राजतन्त्र समर्थक युवा, राजनीतिक असन्तुष्ट समूह र सुरक्षा निकायबीच एक्कासी झडप सुरु भयो। परसाई त्यही भिडन्तको मुख्य व्यक्ति थिए, कमान्डर थिए। सरकार भन्छ उनले उस्काए, परसाई भन्छन् सरकारले दमन गर्यो। यही दिनले उनलाई राष्ट्रिय सङ्कट पात्र बनाइदियो। घटनापछि परसाई केही समय भारत गएर लुक्छन्, तर 2025 अप्रिल 11 गते सिआइबीले काँकडभिट्टाबाट उनलाई पक्राउ गर्छ र जेल चलान गर्छ। उनी विरुद्ध विभिन्न अभियोगहरू लगाइन्छ, जसमा राज्य विरुद्धको षड्यन्त्र, दङ्गा प्रोत्साहन, सार्वजनिक सुरक्षा भङ्ग, आर्थिक अनियमितता जाँच। उनी झन चर्चित हुँदै जान्छन्। उनका समर्थकहरूले
उनलाई अझै समर्थन जनाउँदै जान्छन्, तर उनका विपक्षीहरूले भने उनी कानुनभन्दा माथि जाँदैछन् भन्ने आरोप लगाउँछन्। 2025 सेप्टेम्बर 8मा नेपालका युवाहरूले सुशासन, पारदर्शिता, रोजगारी र भ्रष्टाचार विरुद्धका लागि सडकमा उत्रिन्छन्। पर्साईले यसलाई खुल्ला रूपमा युवाहरूको मुद्दा भनेर समर्थन गर्छन्। उनले आफूलाई विकल्प नेतृत्वको रूपमा सङ्केत गर्छन् र युवाहरूले नै देश बदल्ने हो भन्ने आवाज बुलन्द गर्छन्। यस आन्दोलन पश्चात आलोचकहरूले उनलाई पर्साईले युवाको आन्दोलनलाई राजनीतिक पुँजीको रूपमा लिन खोज्यो भन्ने आरोप लगाएका छन्, तर उनका समर्थकहरूले खुलेर समर्थन गरेका छन्। उनीहरूको तर्क दुर्गा पर्साई एकजना मात्रै थिए जो खुलेर युवाको पक्षमा उभिए भनिन्छ। 2025 को अगस्तमा दुर्गा पर्साईले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गर्छन्। उनका एजेन्डाहरू सङ्घीयता खारेज, प्रत्यक्ष कार्यकारी व्यवस्था, राज संस्थाको बहस, कडा कानुन व्यवस्था, निजी लगानी सुरक्षा, स्वास्थ्य शिक्षा सुधार आदि छन्। यसले फेरि नेपाललाई नयाँ बहसको मैदानमा ल्याएको छ। अहिले पर्साई कहिले अदालत धाउँदैछन्, कहिले मिडियाहरूमा इन्टरभ्यूमा व्यस्त छन् अनि पार्टी संरचना बनाउन भ्याइ नभ्याइ छ, तर उनीमाथिको मुद्दा भने अझै टुङ्गिएको छैन। यदि पर्साई सत्ताको उच्च स्तरमा पुग्यो भने नेपालको राजनीतिक र प्रशासनिक दिशा स्पष्ट रूपमा बदलिन सक्छ। कठोर प्रशासनिक निर्देशक, द्रुत निर्णय र अनुशासनमा आधारित शासन उनको प्राथमिकता बन्ने सम्भावना बढी देखिन्छ। निजी लगानी, विशेष गरी स्वास्थ्य क्षेत्रमा उनले बोल्दै आएका ठुला नीतिगत सुधार अघि बढ्न सक्छ। तर यसको अर्को पक्ष पनि छ। विरोधीहरू अधिनायकवादको जोखिम बढ्ने चेतावनी दिन्छन्। सङ्घीयता खारेज जस्ता उनका एजेन्डाले मुलुकलाई ध्रुवीकरण गर्ने वा विभाजित गराउने पुराना राजनीतिक शक्तिसँग कडा टकराव पैदा गर्ने अनुमान गर्न सकिन्छ। युवावाज उनको लोकप्रियता तीव्र छ, तर देशले अहिलेभन्दा धेरै सङ्घर्षपूर्ण, हिटेड र अनिश्चित राजनीतिक वातावरण सामना गर्नुपर्ने सम्भावना पनि त्यत्तिकै बलियो छ। झापाको एक सामान्य बस्तीबाट सुरु भएको यात्रा व्यवसाय, राजनीति, आन्दोलन, झडप, जेल र अब नयाँ दल निर्माणसम्म आइपुगेको छ। दुर्गा पर्साई कहिले एक क्रान्तिकारी स्वर बने, कहिले विवादको केन्द्र रहे। अहिले उनी भविष्यको शक्तिको रूपमा देखिँदैछन्। तर एउटा कुरा निश्चित छ, नेपालको आजको राजनीतिक कथा उनको नाम बिना पुरा